हेलो साथीहरू, नमस्ते। हाम्रो घर नजिकै चाहिँ यहाँ एउटा पार्क छ, तिलोत्तमा पार्क भनेर। अनि छोरीले फेरि दिनदिनै जाम मम्मी भन्छन् कि तिलोत्तमा पार्कमा। अनि त्यहाँ फेरि नानीको साथी पनि आउने भनेर अनि साथीको मम्मीले र मैले सल्लाह गरेर हामी तिलोत्तमा पार्क गयौँ। त्यहाँ गएर अनि बाबुसँग भेट भयो नानी। अनि साथीसँग भेट भएपछि रमाइलो मान्दै खेलिरहेछन् बाबु नानीहरू। पहिले स्लाइड खेल्छौँ भने अनि स्लाइड खेली एकदम रमाइलो मान्छन् यहाँ गएपछि खेल्नलाई। अनि फेरि सिँढीबाट जाँदै झर्दै गरे। धेरै बेर यहाँ खेले, स्लाइडमै खेलिराखे धेरै बेर। अनि कुल्फी खान्छौँ न भनेर कुल्फी किनेर पनि खाए दुईजनाले। अनि फेरि यहाँ एकछिन डुलेपछि फेरि कुन खेल्ने भनेर फेरि एरोप्लेनवाला गेम खेल्छौँ भने फेरि अनि यसमा खेले, अलिबेर यसमा खेले यिनीहरू। अनि अरू त्यहाँ अरू थुप्रैजना आउनुभएको थियो कि अरू त्यहाँ घुम्नलाई के बच्चाहरूलाई खेलाउनलाई भनेर। अनि अलिबेर यसमा यो एरोप्लेनमा खेलेपछि फेरि यो अर्कोवाला यो आफै गोलो घुमिरहेको छ। यसमा रिङ्गटा लाग्ला है, छोरी डराउलिनी भन्दै थिए। अनि छोरीले डराउन मम्मी भनेर खेलिन्। यहाँ कति धेरैजना आउनुहुन्छ यहाँ साँझमा आफूहरू एक्सर्साइज गर्न, बच्चाहरूलाई खेलाउनलाई। अनि यहाँ छोरी खेलिन्। अनि छोरीको साथीहरू सबैजना यहाँ धेरै बेर नै खेले। हामी त्यहाँ बस्यौँ, गफ गऱ्यौँ छोरीहरू खेलेको बेलामा। छोराछोरीसित डुल्दाखेरि आफै बच्चा जस्तो भइन्छ साथीहरू। अनि कहिले छोराछोरीसँगै बच्ची खेल्नेमै पनि खेल्छौँ हामीहरू त। अनि खै यसको नाम के भन्छन्, यो त मलाई नाम पनि थाहा भएन के भन्छन् खै। रिङ्गटा लाग्ला जस्तै छ देख्दाखेरि। अनि फेरि एकछिन यसमा खेलेर अनि फेरि छोरीको साथीले फेरि साइकल खेल्छौँ भनेर एकछिन साइकल डुलाए। अनि छोरी अग्लो रहेछ मम्मी म त लोड्छु क्या भन्थिन् छोरीले। लड्दिनँ भनेर खेलिन् छोरी, एकछिन खेलिन् साइकलमा। एकदम रमाइलो छ है साथीहरू। यहाँ हजुरहरू पनि घुम्न आउनु नजिकै हुनुहुन्छ भने। अनि यस्तो झुन्डिन मन लाग्यो अरे यिनलाई। फेरि एकछिन झुन्डिन्, छोरी लोड्छौ भयो झर भने मैले। अनि फेरि यसमा यो पनि लोटिन्छ जस्तै थियो, त्यही पनि छोरीले खेल्छु भने एकछिन झर छोरी भने। अनि फेरि साथी कहाँ गए मम्मी बोलाइदिनु त भन्थिन्। खै कता गए तिमी आफै खोज्न जाऊ भने मैले। साँझ पर्न लागिसकेको थियो साथीहरू। अनि एकछिन फेरि हामी खेलेर यो यसमा खेल्न थाल्यौँ। म त यसमा खेल्दाखेरि पनि डराउँछु साथी, छोरी त कति राम्रोसँग खेल्छिन् हेर्नु त, डराउँदिन। अनि फेरि एकछिन यसमा एक्सर्साइज गर्छु भनिन्। पातली भए पनि खालि एक्सर्साइज गर्न खोज्छिन्। अनि गोलो घुमाउने पनि खेलिन्, एकछिनसम्म खेलिन्। साथी त गइसकेको थिए यिनको। अनि फेरि एकछिन यसैमा खेलिन्, जाम भन्छु मान्दिन गरिन्। एकछिन यसमा खेलेर हामी घर आयौँ साथीहरू।